नमस्ते, गुड मर्निङ। यो चाहिँ प्युठान जिल्लाको 9 बहिनी गाउँपालिका वार्ड नम्बरको सबभन्दा अग्लो उचाइमा रहेको कोठीभिर हिमाल कोठीभिर पहाड भनेर चिनिन्छ। यो त्यसको तलको काखमा रहेको ठुलो गाउँ हो। आज धेरै समयपछि पानी परेकोले अलिकति मौसम राम्रो तरिकाले यो चाहिँ घर चाहिँ हाम्रो जिजुबुवा को पनि बुवाले बनाएको एउटा पुरानो घर चाहिँ हो। यो पारीको ब्याकग्राउन्डमा देखेको चाहिँ धरमजिम चाहिँ हो। यो सबै देखिरहेको चाहिँ हाम्रो दिट्ठाटोल भन्छ। यहाँ चाहिँ भर्खरै बाटोहरू, बिजुलीको पोलहरू, केही भौतिक सुविधाहरू चाहिँ भएको चाहिँ देखिन्छ। यो पारी देखेको चाहिँ हामीले झिवाङ हो। यसरी आज केही मौसम खुलेको कारणले केही स्पष्ट छ। यो गाउँ चाहिँ पोरा भनेर चिनिन्छ। माथि डाँडामा देखिने, त्यसपछि उता खारखोला भन्ने पर्छ है। यो चाहिँ हाम्रो श्रीप्रकाश विद्यालय, त्योभन्दा माथि साईहरूको कुल पूजा गर्ने चाहिँ मन्दिर रहेको छ। यसो हुँदा यो हाम्रो चाहिँ पल्लो साइडको वन, यो माथि देखेको चाहिँ टिखो भन्छ, गुराँसे, यताको सबभन्दा अग्लो पहाड।